ओम शान्ति। ओम शान्ति। ओम शान्ति। आज 2083 जेठ 25 गते सोमबार बाबाको साकार मुरली। मुख्य सारमा बाबा भन्नुहुन्छ, मिठे बच्चे, यो सारा विश्व ईश्वरीय परिवार हो। त्यसैले गाउँछन्, हजुर माता पिता हामी बालक हजुरका। तिमी अहिले यथार्थमा ईश्वरीय परिवारका बनेका छौ। यो सारा विश्व ईश्वरीय परिवार हो। त्यसैले गाउँछन्, हजुर माता पिता हामी बालक हजुरका। तिमी अहिले यथार्थमा ईश्वरीय परिवारका बनेका छौ। प्रश्न, बाबासँग 21 जन्मको पूरा वर्षा लिने सहज विधि कुन हो? बाबासँग 21 जन्मको पूरा वर्षा लिने सहज विधि कुन हो? उत्तरमा बाबा भन्नुहुन्छ, सङ्गममा शिव बाबालाई आफ्नो वारिस बनाऊ। तन मन धनले बलिहार गयौ भने 21 जन्मको लागि पूरा वर्षा प्राप्त हुन्छ। बाबा भन्नुहुन्छ, जुन बच्चाहरूले सङ्गममा आफ्नो पुरानो सबै थोक बिमा गर्छन्, तिनीहरूलाई मैले 21 जन्मसम्म त्यसको प्रतिफल दिन्छु। गीत छ, नयनहीनको राह दिखाओ प्रभु। ओम शान्ति। बच्चाहरूले गीत सुन्यो। यो गीतमा भक्तहरूले भगवानलाई पुकार्छन्। भगवानलाई पुरा नचिनेका हुनाले मानिसहरू कति दुखी छन्। भक्ति मार्गमा कति भौतारिन्छन्। केवल यो जीवनको कुरा होइन, भक्ति सुरु भएदेखि नै ठक्कर खाइरहन्छन्। भारतवर्षमा नै देवी देवताहरूको राज्य थियो, जसलाई स्वर्ग सचखण्ड भनिन्थ्यो। भारतवर्ष सचखण्ड हो। भारतवर्षको महिमा अति महान छ, किनकि भारतवर्ष परमपिता परमात्माको जन्मस्थान हो। उहाँको मूल नाम शिव हो। शिव जयन्ती मनाउँछन्। रुद्र वा सोमनाथ जयन्ती भनिँदैन। शिव जयन्ती वा शिवरात्रि भनिन्छ। स्वर्गको स्थापना गर्ने एक मात्र स्वर्ग स्थापक परमपिता परमात्मा हुनुहुन्छ। अब सबै भक्तहरूको भगवान त अवश्य एक हुनुपर्छ। सबै नयनहीन छन्, अर्थात् कसैको ज्ञान चक्षु वा दिव्य दृष्टि छैन। भगवानुवाच, मैले तिमीलाई राजयोग सिकाउँछु। श्रीमद् भगवत गीता नै मुख्य हो। श्री अर्थात् श्रेष्ठ मत। अब तिमीलाई बुद्धिमान बनाइन्छ। दिव्य चक्षु अर्थात् ज्ञानको तेस्रो नेत्र देखाउँछन्। वास्तवमा ज्ञानको तेस्रो नेत्र तिमी ब्राह्मणहरूलाई मिल्छ, जसबाट तिमीले बाबालाई र बाबाको रचनाको आदि मध्य अन्तलाई जान्दछौ। यस समयमा सबैमा देह अहङ्कार वा 5 विकार छ। त्यसैले सबै घोर अन्धकारमा छन्। तिमी बच्चाहरूसँग प्रकाश छ। तिम्रो आत्माले सारा विश्वको इतिहास भूगोललाई जानेको छ। पहिला तिमी सबै अज्ञानमा थियौ। ज्ञान अञ्जन सद्गुरु दिया अज्ञान अन्धेर विनाश। जो पूज्य थिए उनीहरू नै फेरि पुजारी बनेका छन्। पूज्य छन् उज्यालोमा, पुजारी छन् अन्धकारमा। परमात्मालाई आफै पूज्य आफै पुजारी भन्न सकिँदैन। उहाँ त हुनुहुन्छ नै परम पूज्य। सबैलाई पूज्य बनाउने उहाँ नै हुनुहुन्छ। उहाँलाई भनिन्छ परम पूज्य, परम पिता, परम आत्मा अर्थात् परमात्मा। श्री कृष्णलाई कहाँ यस्तो भनिन्छ र? उनलाई सबैले परम पिता परमात्मा भन्दैनन्। निराकार भगवानलाई नै सबैले परम पिता परमात्मा भन्छन्। हुनुहुन्छ उहाँ पनि आत्मा, तर परम हुनुहुन्छ।
त्यसैले उहाँलाई परमात्मा भनिन्छ। उहाँ परम आत्मा सदैव परमधाममा निवास गर्नुहुन्छ। अंग्रेजीमा उहाँलाई सुप्रिम सोल भनिन्छ। बाबा भन्नुहुन्छ तिमीले गायन पनि गर्छौ, आत्मा परमात्मा अलग रहे बहुकाल। यस्तो होइन, परमात्मा परमात्मासँग अलग रहे बहुकाल होइन। आत्मा सो परमात्मा, परमात्मा सो आत्मा भन्नु पहिलो नम्बरको अज्ञान हो। आत्मा त जन्म मरणमा आउँछ, परमात्मा कहाँ पुनर्जन्ममा आउनुहुन्छ र? बाबा बसेर सम्झाउनुहुन्छ, तिमीहरू स्वर्गवासी पूज्य थियौ, सबै देवी देवताहरू मानव जातिमा पूज्य थिए। यो सारा ईश्वरको परिवार हो। ईश्वर हुनुहुन्छ रचयिता। गायन गरिन्छ, तिमी माता पिता, हामी बालक तिम्रो। त्यसैले परिवार भयो नि। ठिकै छ, भन त तिमीले माता पिता कसलाई भन्छौ? यो कसले भन्छ? आत्माले भन्छ, हजुर माता पिता, हजुरको कृपाले हामीलाई स्वर्गको अपार सुख मिलेको थियो। हजुर माता पिता आएर स्वर्गको स्थापना गर्नुहुन्छ, हामी हजुरका बच्चाहरू बन्छौँ। बाबा भन्नुहुन्छ, म सङ्गममा नै आएर राजयोग सिकाउँछु नयाँ दुनियाँको लागि। मानिसहरूको बुद्धि पूर्ण रूपले भ्रष्ट बनेको छ। स्वर्गलाई नर्क सम्झिन्छन्, भन्छन् त्यहाँ पनि कंस, जरासन्ध, हिरण्यकश्यप आदि थिए। बाबा आएर सम्झाउनुहुन्छ, के तिमीले भुल्यौ? मेरो शिव जयन्ती पनि तिमीहरूले त यहाँ नै मनाउँछौ। गायन गरिन्छ पनि। शिवरात्रि कुन चाहिँ रात्रि? यो हो ब्रह्माको बेहदको रात्रि। बाबा सङ्गममा आएर रातबाट दिन अर्थात् नरकबाट स्वर्ग बनाउनुहुन्छ। शिवरात्रिको अर्थ पनि कसैलाई थाहा छैन। भगवान हुनुहुन्छ निराकार। मानिसहरूको त हरेक जन्ममा शरीरको नाम परिवर्तन हुन्छ। परमात्मा भन्नुहुन्छ, मेरो कुनै शरीरको नाम छैन, मेरो नाम शिव नै हो। मैले केवल वृद्ध वानप्रस्थ तनको आधार लिन्छु। यिनी पूज्य थिए, अहिले पुजारी बनेका छन्। शिव बाबा आएर स्वर्ग रच्नुहुन्छ। हामी उहाँका बच्चाहरू हौं भने अवश्य हामी स्वर्गका मालिक हुनुपर्छ नि। शिव बाबा हुनुहुन्छ उच्च भन्दा उच्च। ब्रह्मा विष्णु शङ्करको आफ्नो पाठ छ। हरेक आत्मामा आफ्नो सुख दुःखको पाठ पहिले निश्चित छ। तिमीलाई थाहा छ, हामी शिव बाबाका वारिस बनेका थियौं। शिव बाबाले स्वर्गवासी बनाउनु भएको थियो। त्यसैले त सबैले उहाँलाई याद गर्छन्, हे भगवान कृपा गर्नुहोस्। साधुले पनि साधना गर्छन्, किनकि यहाँ दुःख छ। त्यसैले निर्वाण धाम जान चाहन्छन्। आत्मा परमात्मामा लीन हुन्छ वा हामी आत्मा सो परमात्मा, यसरी सम्झिनु गलत हो। अब तिमीले भन्छौ हामी आत्माहरू परमधाम निवासी हौं, फेरि देवता कुलमा आउँछौं, त्यसपछि फेरि 84 जन्म लिन्छौं। हामी आत्माहरू वर्णमा आउँछौं। शिव बाबा जन्म मरणमा आउनुहुन्न। केवल नारायणको वंश थियो। जसरी क्रिश्चियन घरानामा एडवर्ड प्रथम, द्वितीय, तृतीय चल्छ, त्यसरी नै त्यहाँ पनि लक्ष्मी नारायण प्रथम, लक्ष्मी नारायण द्वितीय, तृतीय, यसरी 8 वंश चल्छ। अहिले तिमी ब्राह्मणहरूको तेस्रो नेत्र खुलेको छ। बाबा बसेर आत्माहरूसँग कुरा गर्नुहुन्छ। तिमीले यसरी 84 को चक्कर लगाएर यति जन्म लिँदै आएका छौ। वर्णहरूको पनि एउटा चित्र बनाउँछन्, जसमा देवता, क्षत्रिय, वैश्य, शूद्र, ब्राह्मण बनाउँछन्। अहिले तिमी बच्चाहरूलाई थाहा भएको छ, हामी नै ब्राह्मण चोटी हौं। यस समयमा हामी यथार्थमा ईश्वरीय सन्तान हौं। यो सहज राजयोग र ज्ञानबाट हामीलाई अपार सुख मिल्छ। कसैले त सूर्यवंशी राजधानीको वर्षा लिन्छन्, कसैले चन्द्रवंशीको। सारा राज्य स्थापन भइरहेको छ। हरेकले आफ्नो पुरुषार्थबाट त्यो पद पाउँछन्।
कसैले सोध्यो अहिले पढ्दा पढ्दै मेरो शरीर छुट्यो भने के पद मिल्छ? बाबाले बताउन सक्नुहुन्छ, योगबाट नै आयु बढ्छ, विकर्म विनाश हुन्छ, पतितबाट पावन बन्ने अरू कुनै उपाय छैन। पतित पावन भन्नासाथ भगवानको याद आउँछ, तर भगवान को हुनुहुन्छ यो चिन्दैनन्। बाबा भन्नुहुन्छ म आउँछु नै भारतवर्षमा, यो मेरो जन्मस्थान हो। सोमनाथको मन्दिर कति भव्य छ, यो कुरा बाबा बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ। भक्ति मार्गमा फेरि यादगार बन्न सुरु हुन्छ। पुजारी बन्न सुरु भएपछि पहिला सुरुमा सोमनाथको मन्दिर बनाउँछन्। भारतवर्ष त सतयुग त्रेतामा धेरै धनवान थियो, मन्दिरहरूमा पनि अथाह धन थियो। भारतवर्ष हिरातुल्य थियो, अहिले त भारतवर्ष कंगाल कौडीतुल्य छ। फेरि बाबा आएर भारतवर्षलाई हिरातुल्य बनाउनुहुन्छ। जसलाई पनि सोध रचयिता को हुनुहुन्छ? भन्छन् परमात्मा। उहाँ कहाँ हुनुहुन्छ? उहाँ त सर्वव्यापी हुनुहुन्छ। बाबा भन्नुहुन्छ यो सारा वृक्ष जीर्ण अवस्थामा पुगेको छ, आफैलाई हेर्नुपर्छ, के म लायक बनेको छु जसबाट मम्मा बाबाको गद्दी नसिन बन्न सक्छु? यो त पतित दुनिया हो, पवित्रता नै मुख्य हो। अहिले न स्वास्थ्य, न सम्पत्ति, न खुसी छ। यो राज्य मृग तृष्णाको पानी जस्तै हो। यसमाथि पनि शास्त्रमा दुर्योधनको कहानी लेखिएको छ। दुर्योधन विकारीलाई भनिन्छ। द्रौपदीहरूले भन्छन् हाम्रो लाज बचाउनुहोस्, सबै द्रौपदीहरू हुन्ने, यी बच्चीहरू स्वर्गका द्वार हुन्। बाबा कति राम्रोसँग सम्झाउनुहुन्छ। कसैको बुद्धियोग पूर्ण रूपले लागेको रहेछ भने धारणा पनि हुन्छ। पढाइ ब्रह्मचर्यमा नै पढिन्छ। बाबा भन्नुहुन्छ गृहस्थ व्यवहारमा रहेर कमल फूल समान रहनु छ, दुवैतिर कर्तव्य निर्वाह गर्नु छ, मर्नु पनि अवश्य छ। मर्ने बेलामा मानिसलाई मन्त्र दिन्छन्। बाबा भन्नुहुन्छ तिमीहरू सबै पनि मर्नु नै छ, म कालहरूको काल सबैलाई फर्काएर लैजान आएको हो। यसमा खुसी हुनुपर्छ नि। फेरि जसले राम्रोसँग पढ्छन् उनीहरू स्वर्गका मालिक बन्छन्, पढेनन् भने प्रजा पद पाउँछन्। यहाँ तिमी आएका छौ राज्य पद पाउन, यो पढाइ हो। यसमा अन्धश्रद्धाको त कुरै छैन। यो पढाइ हो राज्य भाग्यको लागि। जसरी पढाइको लक्ष्य उद्देश्य वकिल बन्ने छ भने योग अवश्य पढाउने टिचरसँग लगाउनु पर्छ। यहाँ तिमीलाई भगवानले पढाउनुहुन्छ भने उहाँसँग योग लगाउनु छ। बाबा भन्नुहुन्छ म परमधाम धेरै टाढाबाट आउँछु। परमधाम कति उच्च छ, सूक्ष्म वतन भन्दा पनि उच्च। त्यस परमधामबाट आउन मलाई सेकेन्ड लाग्छ। त्यसभन्दा तीव्र अरू कोही हुन सक्दैन। सेकेन्डमा जीवन मुक्ति दिन्छु। जनकको उदाहरण छ नि। अहिले त नरक पुरानो दुनिया हो, नयाँ दुनिया स्वर्गलाई भनिन्छ। बाबाले नरकको विनाश गराएर स्वर्गको मालिक बनाउनुहुन्छ। बाँकी सबै आत्माहरू शान्ति धाममा जान्छन्। आत्मा अमर हुन्छ। आत्मालाई पाठ पनि अमर मिलेको छ। फेरि आत्मा ठुलो सानो कसरी हुन सक्छ? अथवा जलेर मर्न कसरी सक्छ? हुन्छ नै तारा समान, ठुलो सानो हुन सक्दैन। अहिले तिमी हो परमपिता परमात्माका ईश्वरीय विद्यार्थी। परमपिता परमात्मा ज्ञानका सागर, आनन्दका सागर हुनुहुन्छ। उहाँले तिमीलाई पढाइरहनु भएको छ। तिमीलाई थाहा छ यस पढाइबाट हामी नै देवी देवता बन्छौँ। तिमीले विश्वको सेवा गरिरहेका छौ। पहिला त सुरुमा बाबाको बन्नु छ। अरू ठाउँ त गुरु कहाँ जान्छन् उनका बन्छन्, अथवा उनलाई आफ्नो गुरु बनाउँछन्। यहाँ त हुनुहुन्छ बाबा। पहिला बाबाको बच्चा बन्नुपर्छ। बाबाले बच्चाहरूलाई आफ्नो सम्पत्ति दिनुहुन्छ।
बाबा भन्नुहुन्छ, प्यारा बच्चाहरू, तिमीले साटासाट वा लेनदेन गर। तिम्रो कखपन मेरो, मेरो सबै थोक तिम्रो। देह सहित जे जति छ त्यो सबै मलाई देऊ। मैले तिम्रो आत्मा र शरीर दुवैलाई पवित्र बनाइदिन्छु र फेरि राजकीय पद पनि दिन्छु। तिमीसँग जे जति छ त्यो तिमीले बलि चढायो भने जीवन मुक्ति मिल्छ। बाबा, यो सबै हजुरको हो। बाबा भन्नुहुन्छ, तिमीले मलाई वारिस बनाऊ। मैले 21 जन्म तिमीलाई वारिस बनाउँछु। केवल मेरो मतमा चल। भलै धन्दा आदि गर, बेलायत जाऊ, जेसुकै गर, केवल मेरो मतमा चल। होसियार रहनु छ, नत्र मायाले घरिघरि पछार्छ। कुनै पनि विकर्म नगर्नु। श्रीमतमा चल्यौ भने श्रेष्ठ बन्छौ। अच्छा, मिठे मिठे सिकिलदे बच्चाहरू प्रति माता पिता बाप दादाको याद प्यार एवं गुड मर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई याद प्यार गुड मर्निङ नमस्ते नमस्ते। धारणाको लागि मुख्य सार पहिलो पोइन्टमा आत्मा र शरीर दुवैलाई पावन बनाउनको लागि देह सहित जे जति छ त्यसलाई बाबालाई समर्पण गरेर उहाँको श्रीमतमा चल्नु छ। दोस्रो पोइन्ट, माता पिताको गद्दी नसिन बन्नको लागि स्वयंलाई लायक बनाउनु छ। लायक बन्नको लागि मुख्य पवित्रताको धारणा गर्नु छ। वरदान, संगम युगमा अतीन्द्रिय सुखको अनुभव गर्ने डबल प्राप्तिका अधिकारी भव। संगम युगमा अतीन्द्रिय सुखको अनुभव गर्ने डबल प्राप्तिका अधिकारी भव। विस्तारमा, जुन बच्चाहरूले संगम युगमा अतीन्द्रिय सुखको अनुभव गर्छन् उनीहरूलाई सदा शान्ति र खुसीको डबल प्राप्तिको नशा हुन्छ, किनकि अतीन्द्रिय सुखमा यी दुवै प्राप्तिहरू समाहित छन्। अहिले तिमी बच्चाहरूलाई जुन बाबा र वर्षाको प्राप्ति भएको छ यो प्राप्ति सारा कल्पमा हुन सक्दैन। यस समयको प्राप्ति अतीन्द्रिय सुख र ज्ञान पनि फेरि कहिल्यै मिल्न सक्दैन। त्यसैले यस डबल प्राप्तिको अधिकारी बन। स्लोगन, एक अर्काको संस्कारलाई जानेर उनीहरूसँग मिलेर चल्नु यही उन्नतिको साधन हो। एक अर्काको संस्कारलाई जानेर उनीहरूसँग मिलेर चल्नु यही उन्नतिको साधन हो। मातेश्वरीजीको अनमोल महावाक्य, सच्चा पातशाह परमात्मासँग सच्चा भएर रहनु। सच्चा पातशाह परमात्मासँग सच्चा भएर रहनु। यसै समयमा आफूलाई बाबा परमात्माद्वारा यो आदेश मिलेको छ, निरन्तर मेरो यादमा रहनु। योगको अर्थ हो ईश्वरीय यादमा रहनु। योगको अर्थ कुनै ध्यान होइन। हाम्रो यो सहज योग जुन हिँड्दा डुल्दा काम काज गर्दा उहाँको यादमा रहनु हो, जसलाई नै अटुट अखण्ड योग भनिन्छ। तर यस यादमा निरन्तर रहने अभ्यासको आवश्यकता छ। उहाँको आदेशमा आज्ञाकारी भएर रहेनौ कि लापरवाही गरियो भने दण्ड अवश्य भोग्नु पर्छ। उहाँको आदेश छ, जस्तो कर्म मैले गर्छु मलाई देखेर तिमीले पनि कदममा कदम मिलाऊ, नत्र मायाको चोट खान्छौ। सच्चा पातशाहसँग सच्चा भएर रहनुपर्छ। जे जति मायाको विघ्नले सताउँछ त्यो पनि उहाँको अगाडि राख्नुपर्छ। उहाँको मद्दतले माया हट्छ, बाटो सफा हुन्छ। फेरि जहाँ बसाउनुहुन्छ, जसरी चलाउनुहुन्छ, जे खुवाउनुहुन्छ बाटो सफा हुन्छ। यसरी साथ दिनको लागि धेरै हिम्मत चाहिन्छ। यस्ता महान सौभाग्यशाली एकदमै थोरै निस्कन्छन्। उनीहरू विजयमालामा जान्छन्।
बाँकी भाग्यशाली हुन्छन् जसले अलिअलि लिएर प्रजा बन्छन्। थोरै मिल्दा खुसी हुने होइन, आफ्नो इच्छा त सम्पूर्ण बन्ने हो। त्यसको लागि साहस राखेर अगाडि बढ्नुपर्छ। मायाले विघ्न पार्छ, तर त्यसमाथि विजय पाउनु छ। यसमा यदि भुल गर्छौ भने निश्चयको कमी छ, केही आफ्नो धारणामा कमी छ। यो त आफ्नै गल्ती हो। यसमा लोक लाज कुल मर्यादालाई तोड्नुपर्छ। यो लोक लाज र कुल मर्यादालाई तोडेपछि मात्र सच्चा पारलौकिक दैवी मर्यादा प्राप्त गर्छौ। यो विकारी दुनियाँ त समाप्त हुनेछ। हेर, मीराले पनि लोकलाज गुमाइन् अनि गिरधरलाई पाइन्। यदि तँ लोकलाजलाई राख्यौ भने यस दैवी लोकको योग्य बन्न सक्दैनौ। अब कल्याण अर्थ ईश्वरीय राय त दिइन्छ। अब यो आफ्नो बुद्धिले निर्णय गर्नुपर्छ, के गर्नु छ, के उचित छ। अव्यक्त इशारा। सदा हर्षित रहनको लागि आफ्नो स्वभावलाई सरल बनाऊ, सहनशील बन। जो सरल चित्त छन् उनीहरू नै सदा हर्षित रहन्छन्। हर्षित चित्त छौ भने सबैलाई आकर्षित गर्छौ। हर्षितको अर्थ नै हो अतीन्द्रिय सुखमा झुम्नु। ज्ञानको याद गर्दै, अव्यक्त स्थितिको अनुभव गर्दै अतीन्द्रिय सुखमा झुम्नु, यसलाई भनिन्छ हर्षित हुनु। यसको लागि साक्षीपनको स्थितिमा स्थित रहेर माया र प्रकृतिका कठपुतलीहरूलाई मनोरञ्जनको रूपमा हेर। ओम शान्ति।